फेरि तपाईँ मलाई पनि इन्टरभ्यू मोदी युट्युब फेरि मलाई होइन जहाँ पनि इन्टरभ्यू युट्युब सबै राजनीतिको किनकि त्यो मलाई हावा गफ होइन यहाँ कलाकारको गफ छ यहाँ यहाँ आइज म ल म तपाईँलाई भन्छु एउटा हो ओए हानिसकेका छ एकदम बाबु बाबु यहाँ खिच छोड्नु पऱ्यो त्यो गफ होइन यो त्यो मलाई हावा गफ होइन यहाँ कलाकारको गफ छ यहाँ यहाँ आइज म ल म तपाईँलाई भन्छु एउटा धर्म रुरासी लागेको छ धर्म नछोडी भन्नुलाई तपाईँले अध्यक्ष चलाइरहेको छ अहिले पनि छ होइन अब तपाईँले त्यो रिजन गरेपछि इम्पोर्टेन्ट छ कि साथी इम्पोर्टेन्ट छ पग्न मुला तपाईँको कार्यकालमा केही हामीले कलाकारले सकेन के दाइ केही गर्नु सकेन कि तपाईँको दोष होइन कि अहिलेसम्म मतदान हुँदा हाम्रोमा अर्थ कति छ कति करोड छ हाम्रो कलाकार सङ्घ सोधेको मैले हजुरलाई 20-25 लाख छ करोड छैन अर्को कुरा छ नि अब चाहिँ मैले अस्ति बालिन र रविलाई भनिसकेँ के भने हामीलाई 2 रुपियाँ कति रुपियाँ जग्गा दिएछ धापासीमा हो हामीले पाएको छैन थाहा छ मलाई मेरो उठाको मेरो म वारी ऊ पारी हो होइन हामीलाई पाएको अधिकार चाहिँ लियो नि त होइन अब हामी कलाकारहरू सुको मान्छे नै हो मेरो छेउमा त आउनै मैले छोकिदिन्छ भनेर को नआउनु तपाईँको छेउमा हामी दाइसँग काम गरेका हामी भाइहरू जहिले हमेसा छेउमै हुन्छौँ सँगै हुन्छौँ होइन म राइट वे बोल्छु है म फिल्म लाइनमा उयो पनि गाली खान्छ मेरो या प्रायः सबैले गाली खान्छ किनभने त्यो दर्शकले पैसा तिरेर फिल्म हेर्न आउँछ हेर्दा नगरौँ भने मैले गाली दिने हो कि हो सही कुरा दाइ फोटो खेल्ने छौँ यो होला ओके अब गएको नि हाम्रो इन्टरभ्यू चाहिँ यहाँ त पुगि भयो मलाई बोल्न मन लाग्छ यिनीहरू सब त्यो फाइनल गोली ओहो पग अर्जुन चाहिँ के छ तिमी आजकल त उसमा बडा फेमस भइरहेछौ मान्छे मन पराउँदो रहेछ तिम्रो अहिले त 20 मिलियनले फलो गरिरहेको छ होइन मैले के भन्छु भने गो टु राइट वे के होइन मेरो जहिले पनि राइट वेमा जान्छ नि त रङ वे कमान मेरो दाइलाई सेलुटी हो मुक्तिदाताको प्रोड्युसर है राजेन्द्र ठकुरी दाई मुस्ताङ राजाको ज्वाइँ स्टेट कुरा गर्छु म है होइन होइन अहिले पनि झारखण्डको हो म अस्ति त गएर आएको तपाईँलाई खुब मेमोरी मैले झारखण्डको हालेको मेरो टिकटकमा हेर्नु एकदम मुसमुस एकदम स्ट्रेट मान्छे म ट्रेनर छु बरु दाइ यस्तो छ हो होइन अनि उहाँको सबभन्दा विशेषता भनेको नेपालमा फर्स्ट बाइक स्टन्टर विश्वासमा गानामा गरेर उहाँले स्टन्ट गरिरहेको थियो हो उहाँ अहिले पनि बाइक राइडर्स हो नेपालको वास्तविक बाइक राइडर्सले फर्स्ट आउनुपर्ने स्टन्टमा अझै त त्योभन्दा हाम्रोभन्दा माथिको उमेर चला होला र स्पेसली स्टन्टमा चाहिँ राजेन्द्र ठकुरी दाई 1985 मा अरे है प्लिज बाइकर्स फलो राजेन्द्र ठकुरी दाई पुरा परिवार भेटिरहेको छ कि केही मजा उहाँ कलाकार पनि है फेरि मुक्तिदातामा 1 करोड डुबाएको छ फेरि यो म पनि डुबिरहेको छु हामी डुब्ने ग्याङ छ यहाँ